यतैको हामी चाहिँ मन्दिर आइपुग्यौँ। आउनु भने यहाँ आएपछि यहीँ जाँदैन भने कस्तो होला? बोल्दिन भन्दिन न। मेरो दिलले पूजा गरेर आउँछ अरे क्या हिँड्नु। हिँड्नु के सक ओ भेना आउँदैन कि भेना जाम। गाइस मन्दिर आइपुगिसक्यौँ। यो क्यामेराले यहाँबाट कस्तो राम्रो आछ फोटो, कति राम्रो आछ साँच्ची कसम, कस्तो राम्रो आछ। क्यामेरा भन्दा राम्रो आछ। केही पनि यहाँ त हो कति राम्रो। ल रेडी भयो हामी यता यहाँ सामान बनाउनलाई रेडी गर्दैछौँ गाइज। दिदीले गर्नुहुन्छ। यताबाट चाहिँ देखाउनु पर्यो। बाबे तपाईँ यहाँ छु गाइज। यहाँ हेर्दै पनि एकचोटि के खाएको यता हेर्दै के खाएको। त्यही मन्दिरभित्र पूजा गर्न जान लागेको छौँ गाइज। मलाई किन दिएको थियो? अब हामी चाहिँ भित्रबाट पूजा गरेर आइसकेको छौँ। यहाँ दिदीले यहाँ पूजा गर्दै हुनुहुन्छ, नानीले पनि पूजा गर्दै हुनुहुन्छ। भित्र चाहिँ फोटो खिच्न दिएन गाइस। यतापट्टि म चाहिँ यो बोकेर बसिछु। खोक्यो जिउ गर न गर। अहिले खिच्दैन, अहिले एकछिनमा। कालेलाई चाहिँ म यतातिर चाहिँ यस्तो दामी कुहिरो लागेको छ। पूजा गर्दै हुनुहुन्छ। श्रीखण्ड ल खस्यो। तपाईँले पनि गरिसक्नु भयो? घुमाएको भिडियो गर्न पनि पाएन हौ मैले त। दिदी त्यो तल सामान कुद्ला भनेको। यहाँ चाहिँ घन्टी बजाउँदै हिँड्ने होला अब। यहीँ छु र। संस्कार पाउँछ, संस्कृति पाउँछ।
गाउँ आमा भनेका घरका सबभन्दा एक नम्बरका पहिला देवता नै घर हो। बाबुआमा यहाँ नरिवल फुटाउन आएको छौँ गाइस। अब यहाँ हामी नरिवल फुटाउने छौँ बाजेसँग। सासू र ससुराहरूलाई राम्रो हेरविचार नगर्ने, मरिसकेपछि नदीको पानी लगाएर तर्पण हो भनेर पानीको थोपा चुहाएर यिनीहरू पूजा गर्दैछ यहाँ। गाइस हामीले पूजा गरेर ल्याइसक्यौँ, हामीले टिका पनि लगाइसक्यौँ, हामी राम्री भइसक्यौँ, हामीले टिका लगाएर ल्याइसक्यौँ, हामी पूजा गरेर पनि सकिसक्यो। अब हामी फोटोसोटो खिचेर टिकटक हल्का बनाएर घरतिरतर्फ लाग्दैछौँ र हजुरहरूलाई पनि हाम्रो तर्फबाट ह्याप्पी होली गाइस। बर्थडेका नाममा विभिन्न नाममा बालेको बिउ निभाउने, उज्यालोलाई हरारो बनाउने पनि बल्ल भिडियो त्यस कारणले हामीले दियोलाई बालेको दियोलाई निभाउनु भनेको भएको चिजहरूलाई गुमाउन खोज्नु हो। त्यस कारणले हामीले हाम्रो सप्तमका प्रयासहरू भाग्यमानी हुनु भन्नु न भेना। कति अल्को छ भेना चाहिँ आमा, हामी कति म कति हो भन्दा यहाँ फोटोसुट गर्नेछौँ, फोटो खिच्नेछौँ। बेनाजु त हाम्रो क्यामेराम्यान हो। हेर त बाबु मङ्की, कालो मङ्की। के म के भन्छ दिदी बाँदरलाई? अबि हेर बाबु भाग्यो। पुच्छर पनि कति लामो हेर्नु न यो बाँदरको है। आमामामा एक बिचै छ। मैले यस्तै समात्नु परेछ नि भनेर यहाँ फोटो खिच्न लाग्छ हामी दिदीहरू। त्यो आइने उयो मन्दिर बाई बाई। अब हामी घर जान लाग्यो। अब हामी घरतर्फ लाग्दै बोकिसक्यो। अब चाहिँ हामी घरतर्फ लाग्न लागेको गाइस। लायो फाइट हुन लाग्यो, फाइट हुन लाग्यो, फाइट लाग्यो। अब ल एक्लै भने डराउने डन। मन्दिर पनि पुगेर आयो, अटो पनि दुईवटा रहेछ, हाम्रोसित गरेर तिनवटा रहेछ। यता यस्तो घना जङ्गल छ। अब हामी जङ्गल बाटो बाटो घर जान्छौँ। अब हामी कहाँ जाने हो? घर जाने हो? कहाँ जाने हो? हाँ, अब हामी घर जाने, कहाँ जाने हो? के घुम्न जाने हो? मन्दिर पुग्ने थियो, मन्दिर पनि पुग्यो। मन्दिर आउनु थियो, मन्दिर आयो, पुग्यो। अब कहाँ जाने त? अब हाम्रो अटो यहाँबाट जाने। गएर होली खेल्छौँ गाइस। बाटो त यस्तो खत्तम छ गाइस। हेर्नु बाटो, हेर्नु त बाटो डर लाग्दो। हेर्नु गाइस बाटो। यो कति चौचौ भयो के? सबैले ह्याप्पी होली भनिदिनु न। ह्याप्पी होली भन्ने उस पनि छैन हामी। बाटो यस्तो छ। यहाँ खाजा खान लाग्यो गाइस। खाजा खाने मान्छेहरू। भैँसीको मासु लिन दिदीहरू। भैँसीको मासु, पाडाको मासु लिन जानुभयो। पाडाको मासु। हामी खाजा खाएर पनि टन्न भएर बाहिर निस्क्यौँ। हामी घर आएर पनि हामी होली पनि खेलिसकेको छौँ गाइस। मन्दिर भएर घर आएर होली खेलिसक्यौँ। अब यहाँ मेरो बाबुहरूलाई हेर्नु है कसरी खेलेछ होली।
के हो बा ह्याप्पी होली अरे भेनाजी मैले होली दल्दिएको कपडै भरि लायो त्यही भन्छु मसँग पंगा मत लिन भेनाजु अहिले फेरि होली दल्दिएको खै त्यो ढाड दिया त यसले चाहिँ मुख दिएन यसको ढाडै भरि दल्दिएको हामीले यस्तो राम्रो देखेको लगाइहाल्छ नि जुत्ताभरि कसले सुरुमा कसले खेलेको होली म खेले सुरुमा बाट आएर खाना पनि पकाउनलाई रेडी गरिसकेको छु मैले यहाँ मासु पकाएको छु अनि एउटा ग्यासमा दाल बस अलिक छुटा पकाइरहेको छु मैले यो चाहिँ पाडाको मासु हो मासु पकाइरहेको छु अनि यतापट्टि दाल बसालिरहेको छु होली को खेल्छ यसरी हामी खेल्छौँ फेरि गर्नु दिल हान्दी भान्दी भन्नु कैसा लगा मेरा मजाक क्या हो जाए कैसा लगा मेरा मजाक रेजिना जा 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 घर जा त